हेलो साथीहरु, वेलकम ब्याक माई डे 2 मिनी ब्लगहरु। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ मैले चाहिँ डे 2 मिनी ब्लग लिएर आएको छु। हेरेर साथ सपोर्ट र माया गरिदिनु हुन्छ भन्ने आशा छु। अनि आज चाहिँ शनिबार अनि नानीहरुको पनि छुट्टी अनि मैले चाहिँ अब कोठाहरु सरसफाई गर्नु पर्यो, घरहरु पनि सानाकसानो सरसफाई गर्नु पर्यो भनेर मैले चाहिँ हाम्रै कोठाबाट सुरु गरे। अनि नानीहरु चाहिँ यताउता खेल्दै थियो अनि म चाहिँ यता सरसफाई गर्ने। नानी चुप्प लागेर बस है भनेको। अनि मोबाइल हेरेर बस्न थाल्यो नानी चाहिँ। अनि म चाहिँ यता बढार कुडार गर्न थाले। सिट पनि फेर्नु थियो नि त अनि मैले चाहिँ तन्ना फेर्नु छ जाऊ है बाहिर नानी भनेर अनि बाहिर पठाएँ नानीहरूलाई चाहिँ। बेडको तन्नाहरू निकाले ओरे अनि निकालेर फेरि अर्को खोजेर ल्याएर अनि लगाएँ ओरे अनि लगाएर चाहिँ हाम्रो कोठा चाहिँ यस्तो भयो साथीहरू। सफा गरेर सक्दा ओर्दा चाहिँ मेरो नानी चाहिँ कपाल कोर्ने अरे, अघि आफै कोर्दै थिएँ अनि भएन अरे। अनि मलाई बान्दिनु न मम्मी चिम्टीहरूले भनेर अनि यसरी बान्ने अरे। आज छुट्टीको दिन चाहिँ अनि बानिदिए ओरे। अनि सानी पनि आइछ अनि सानीलाई पनि बानिदिएँ। अनि ठुली र सानी चाहिँ यस्तो देखिएको छ। अनि म चाहिँ बढार कुडार गर्न थालेँ बाहिर। बुबाले चाहिँ चोया निकालेर लानुभयो। अनि फेरि यहाँ सानीलाई फेरि कपाल बारिदिनु पर्ने अरे। यहाँ दिदीले चाहिँ कपाल बारिदिँदै रहेछ सानीको चाहिँ। अनि कपाल बारिदिएर अनि बानेर गर्दै रहेछन् दिदी बहिनी। अनि ऐना पनि हेर्ने अरे नानीहरू चाहिँ। अनि ऐना हेर्न थाले। अनि म चाहिँ उता किचन अब पुस्नु पर्यो भनेर किचन पुस्न गएँ। अनि किचन पनि पुसेँ ओरे। अनि किचन पुसिसकेर चाहिँ हाम्रो कोठा पुसेँ। अनि हाम्रो कोठा पुसिसकेर अनि अब बिचको कोठा पुसेँ अनि बाहिरतिर पुसेँ। अनि बाहिरतिर पुसिसकेर चाहिँ अनि मेरो चाहिँ बिहान कोठा सफा गर्दाखेरि धेरै लुगा निस्किएको थियो एकारी नै। अनि म चाहिँ लुगा धुनलाई गएँ अनि लुगा धुन बसेँ। अनि लुगा धोइसकेर चाहिँ अनि सुकाएँ ओरे। अनि आजको भिडियो चाहिँ यति नै साथीहरू।